सो गाइज आज हामी आइसकेका छौँ न्यू ब्लगमा। अनि यहाँ हाम्रो ब्लग भन्दाखेरिमा आज हामी यस्तो यहाँनिरको केही परिचय हजुरलाई दिनेछौँ। यो यहाँको डाँडाकाँडा, यो हाम्रै गाउँको पल्लो गाउँपट्टिको डाँडाकाँडा एकछिन पर देखाइदिनु पऱ्यो। अनि त्यहाँनिर चाहिँ होइन, अब धेरै त होइन, त्यही पनि सानोतिनो गाउँ छ। अनि पर पनि एउटा गाउँ छ जहाँनिर धेरै घर छन्। अनि तल धेरै खेत जस्तो खेत नै छ। अनि यहाँ हामी धेरै भाइहरू बल्दु बाख्रा चराउनु लाग्थ्यो थियो। अब अहिले कहाँ गए खै, माथि एउटा बल्दु पनि होला साइडमा। एकछिन यता देखाउँछु हजुरलाई, हामी सब कुरा देखाउँछु। यहाँनिर बल्दु पनि छन्, एउटा भाइको बल्दु थियो होइन त्यो। अनि यहाँनिर तल एउटा भाइ खै के गरिरहेको छ त्यही पनि जे होस्, यहाँनिर राम्रो छ, वातावरण पनि ठिक छ होइन, त्यति प्रदूषण भन्ने चिज छैन। यहाँनिर धेरै रुख डालाहरू भएको कारणले राम्रो हामीलाई अक्सिजन मिलिरहेको छ। अनि यहाँ सिटीभन्दा त धेरै राम्रो छ गाउँ भन्ने ठाउँ होइन। हामीलाई पनि रमाइलो लागेको छ यहाँनिर आएर हामीलाई भ्लग बनाउन। अनि मसँग एउटा क्यामेराम्यान छ अनि म छु। अनि हामी दुईजना यहाँ भ्लग बनाउँदैछु। अनि तल एउटा भाइ छ। भाइलाई लास्टै गीत गाउने मन लागेको छ। त्यो एकछिन तल फोकस गर्नु पऱ्यो। यो भाइ हो कि पागल हो? एकछिन यता पनि। अनि यहाँनिर बान्दर पनि आएर छन्। हेर न, घरको छतमा बान्दर। एकछिन जुम गरेर देखाइदिन्छ, देखिन्छ भने। हामीसँग खासै क्यामेरा भन्ने चिज चाहिँ छैन है, फोनको क्यामेराले बनाउनु लाग्छ। त्यही भएर प्लिज त्यतिको दिलमा नलिदिनु होला, त्यति राम्रो हामीसँग क्यामेरा छैन होइन। अनि यस्तो छ यहाँनिर, हामीलाई पनि रमाइलो लाग्ने छ, चिसो छ। अनि धेरै होइन, दुईवटा माथि अनि एउटा तल लगाएर लुगा पनि आएका छौँ हामी। अब हाम्रो कुरा चाहिँ हजुरलाई बताउने हो यहाँको बारेमा। अनि यहाँनिर पर हेर्दाखेरि डाँडाकाँडा अहिले सूर्यको कारणले त्यति राम्रो देखिने होइन, त्यही पनि पर हेर्दा धेरै डाँडाहरू छन् यहाँनिर। त्यहाँ पर रोड, यहाँनिर धेरै रमाइलो लागिरहेछ हामीलाई यहाँ आएर होइन। हाम्रो गाउँ पनि परपट्टि नै छ। त्यो गाउँको हामी धेरै यता लास्ट साइडमा आएका छौँ। लगायत यहाँको हजुरले सबै कुरा देखिसक्नुभयो। अब हामी तल गएर केही कुरा तलका देखाउँछु हजुरलाई। कमन फलो मी क्यामेराम्यान। गाइस यहाँनिरको सिन चाहिँ भने मलाई धेरै राम्रो लागेको छ। अनि तल बाँदर धेरै छ, डर लागिरहेको छ यहाँबाट उहाँ जानलाई पनि। अब त्यही पनि एकदिन हामी यसो जाउँ तल, खै कस्तो लाग्छ। यहाँको बाटो पनि हेर्नु न, कति छ के गाह्रो कि हिँड्नलाई पनि। अब तर ठिक छ, अब हामी गाउँतिरको हुनाले हामीलाई लाग्दैन, सजिलै लाग्छ हिँड्नलाई। यो सहर साइडको मान्छेहरूलाई चाहिँ अलिक गाह्रै पर्ने। अनि वहाँनिर भाइहरू धेरै कराउनु लाग्छ नि, किन होला थाहा छैन। हेर्नु न साइडमा बाँदर देखिँला होला। बाँदर उहाँ घरनिर पनि हेर, खिच्निर हेर, घरनिर हेर, बाँदर धेरै छन्। लगाइज एकछिन यता। लगाइज आजको हाम्रो ब्लग यति नै, हामी यतिमै बिदा पाउँछौँ। अब हजुरलाई धेरै चिज यहाँको हामीले देखायौँ। अनि कस्तो लाग्यो ब्लग प्लिज कमेन्टमा भनिदिनु होला। ओके बाई।